हेलो गाइज, गुड इभिनिङ। मैले चाहिँ सानो भनौँ न छोटो भ्लग बनाउन आँटेको यो के अरे मोरङको धर्मकाटाको यसो होइन छोटा से गाउँ के भ्लग। चिसो चिसो छ, दिउँसो अलिकता गर्मी भयो जस्तो हुन्छ, बेलुका चाहिँ चिसो हुन्छ हौ बेलुका र बिहान। आज त कस्तो उसे लागेको थियो। अब चाहिँ गएको यो चाहिँ मेरो मम्मीको घर हेर्नु गाइजहरू। मम्मी बसेको मेरो माइती घरको गाउँघर चाहिँ कस्तो छ भने यस्तो छ। घर हेरिदिनुहोस्, के बबाल छ नि यार, के गर्नु। सट्टा लाएर बाटो देखाउँदै जान्छु, हेर्दै जानु होला। यो चाहिँ होइन मम्मी हेर्न कस्तो रे जाडोमा क्या मम्मीले हेर्न पुरा। यो चाहिँ मम्मीको गाउँ हो के, गाउँको अवस्था यस्तो छ। किन हाम हिँडेको साँचो मल देखेको छ त, त्यही त हामीलाई थाहै छैन। अब गाउँ यहाँनिर बिहे रहेछ क्या, बिहे गाइडहरू बिहे रहेछ। मम्मीले चिरिराखेर चाहिँ यहाँको मन्दिर हो। हाम्रो मम्मीले चाहिँ मलाई राख भनेको भने हुन्थ्यो, मैले चाहिँ देखाइदिइरहेको छु। हामी जान लागेको छु त्यहाँ हो होइन मम्मी, उता होइन हामी जान लागेको। ए त्यहाँबाट पनि अझै तल रहेछ, मलाई थाहा थिएन। यहाँको मौसम चाहिँ यस्तो छ, यहाँको जग्गा चाहिँ भने छोइ नसक्नु छ हेर्नु गाइजहरू। हेलो हामी चाहिँ हिँडिरहेको छौँ मम्मी। यो चाहिँ गाइजहरू के हो भन्दा यो के को पोको हुँदा भन्दा म भनिदिउँ फ्याक्टै जाडो के जाडो गाइजहरू। यो थाहा छ जाडो के गर्नु हौ, जातले पाएको खानै पर्यो। गाह्रो छ नि हो गाइजहरू, मात्नु पर्यो खानु पर्यो जाडोमा त। ओहो यस्तो जाडो भएको छ नि, के गर्नु जाडोमा जाड खाने हो, भक्क सुत्ने हो। यता बाहिर म त भित्र बसेर होला चिसो जस्तो लागेको थिएन, तर चिसो रहेछ क्या। यो चाहिँ इटरीको धर्मकाटा भन्ने ठाउँ हो। यहाँ चाहिँ यस्तो छ है, यहाँको वरिपरि गाउँ भनौँ होइन। अलिक पर पुगेपछि त्यहाँदेखि त्यहाँ पर पुगेपछि टक्कसँगले काठमाडौँ जाने बाटो आउँछ गाइजहरू। के गर्नु, धेरै उफ्रिनु हुँदैन, घाउ पट्टा फुट्छ भन्दैछ त। त्यसो गर्दैन होइन, बाटोमा त तेर्का त्यसलाई त अब थाहा लिएर आइज। यस्तो आयो भने दिने हो यहाँका मान्छेले। यस्तो कहाँ यहाँका गाउँको चाहिँ अलिकति भनौँ न ए नराम्रो नभन्नु अरे भन्न नहुने रहेछ। त्यो भिडियो हाले सबैले देख्दैन। कस्तो आएँ म। हेलो गाइजहरू, हामी चाहिँ फ्याक्ट्रीमा टक्क लाएर आइपुगेको अवस्था हो। बाई बाई, आजको भ्लग चाहिँ यति नै हो। बाई बाई, गुटु मुटु नाइट। यस्तो जाडो छ नि, लोकल कुखुराको मासु र टक्क लाएर रक्सी 3 पानी खाएर सुत्नुपर्ने हो गाइजहरू। बाई बाई।